करप्सनका फाइलहरू जुन 47 सालपछि भनिएको छ त्यस्तो नै सुन्नु न यो 47 सालको फाइलपछि करप्सनका यो गर्नु पर्यो नि त 47 सालदेखि निकाल कि पहिलेदेखि निकाल जहिलेदेखि निकाल्ने हो निकाल गर या 63 यो बोलेर हुँदैन नि अहिलेको त गर्न सकेका छैन अहिलेको करेन्ट भनौँ करेन्ट त हुँदैन तपाईको 47 सालको गर्यो भने त 10-15 वर्ष लाग्छ खाली बोलेर हुन्छ त्यो पपुलर नारा दिएर हुन्छ अहिलेको प्रधान न्यायाधीश भन्नु योभन्दा पहिलेको प्रधान जोसुकै हुनुहोस् उहाँहरूले पाउने ठाउँ त पाइसक्नुभयो त उहाँहरूले गर्नु पर्यो नि नेसनले दिने ठाउँ त दिइसक्यो त राज्यले अब पनि उहाँहरूले गर्नु भएन भने सुप्रिम कोर्टमा केस आउँछ लम्बिन्छ केसेसहरू हैन त्यस्तो हुनु भएन प्रायोरिटाइज गरिकन अर्जेन्सीलाई छिटो छिटो टुङ्ग्याउनु पर्यो किन जनताले हेरिरहेको छ अब जनता पढालेखा छन् अब बेकुब छैनन् जनता त्यो बुझ्नु पर्यो